हेलो नमस्ते सबैलाई। आज म मोन्जुको सिम्पल पेपर कटिङ र सिलाइ गर्दैछु। त्यसको लागि मैले यो ड्राफ्टहरु बनाएको छु। यो ड्राफ्ट चाहिँ मैले यो स्केलको 1/6 को साइडबाट बनाएको भयो। अनि यो नाप कपडामा नि कटिङ गर्न सकिन्छ। यो इन्ची टेपको ठुलो नम्बरबाट नापहरु राखेर फेरि यही ड्राफ्ट यो स्केलको 1/4 को साइडबाट पेपरमा बनाएर कटिङ गर्दैछु। त्यसको लागि मैले यो पेपर लिए, यसलाई फोल्ड गर्ने यसरी। अनि यो एक छेउ चाहिँ दुई पत्रमा यसरी फोल्ड गरे, हाफ लम्बाई जति छ त्यो राखेर यो पछाडीको पार्ट भयो। यो पछाडी साइडको लम्बाई चाहिँ हाफ लम्बाई जति छ त्यो अनुसारले राख्ने। मैले माथिबाट यहाँ मुनि 9 राखेको छु हाफ लम्बाई। यो साइडमा यसको बन्द भाग छ अनि यो कुम साइडमा पनि यसको बन्द भाग छ। यहाँनिर चाहिँ खुल्ला भाग छ यसरी। यो पछाडीको साइड भयो। यसलाई फोल्ड गरेर अब यसमा आफूलाई पुरा लम्बाई कति चाहिन्छ, काखी लम्बाई कति चाहिन्छ यो सबै ड्राफ्टहरु बनाउने। यसमा चाहिँ मैले पुरा लम्बाई 22 राखेको छु। 22 राखेर चिन्ह लगाएँ। अनि हाफ लम्बाई चाहिँ 9 छ, 9 राखेर यसरी 9 मा चिन्ह लगाएँ। यो 9 भयो। यसको कुम घेरा चाहिँ कुम मैले लम्बाई चौडाइमा 7 राखेको छु यसरी। यो चौडाइ भयो, यो लम्बाई काखीको लम्बाई, यहाँ पनि चौडाइ, यो पनि लम्बाई, यो चारैतिर 7 राखेको छु। यहाँ पनि त्यसरी नै चारैतिर 7 राखी यो 7 भयो यसरी। यो 7। यो चौडाइको सिधा चाहिँ छाती घेरा राख्ने। यसको छाती घेरा 32 छ। 32 लाई 4 ले भाग गरेर 8 आयो। 8 मा प्लस 1 सिलाइ भाग राखेर 9 राखे यसरी। चौडाइमा 9 राखेर सिधा चिन्ह लगाइदिए। यहाँदेखि यहाँसम्म यसको छातीको घेरा भयो। अब यहाँ बाहुलाको लम्बाई राख्ने, आफूलाई कति चाहिन्छ त्यो अनुसारले मैले यहाँ मोता 14 को आधा 7 राखेको छु। यो घटबढ गर्न सक्नुहुन्छ। यहाँ मोता घेरामा 7 राखेर चिन्ह लगाएँ। यसको बाहुलाको लम्बाई चाहिँ 15 छ। 15 राखेर यसरी सिधा चिन्ह लगाइदिएँ। अब यो फेरको चौडाइमा छाती घेरा जति राखेको छु त्यति नै 9 राखेर सिधा चिन्ह लगाएँ। अनि यो साइडमा पनि सिधा चिन्ह लगाइदिएँ यसरी। अब यो काखीको कुनाबाट यहाँसम्म 2.6 राख्ने। छाती घेरा 32 लाई 12 ले भाग गरेर यो 2.6 आको हो। यो चाहिँ मैले यहाँबाट यहाँ राखेको छु। माथिबाट यो हाफ लम्बाई जति छ त्यसको पोइन्टबाट यसरी यो शेप दिएको भयो। अब यहाँ पनि यसरी नै शेप दिने। पहिले यो 2.6 राख्ने यो चौडाइमा, यो काखीको चौडाइमा 2.6 भनेपछि चाहिँ 2.5 अनि प्लस 1 धर्का हुन्छ। चिन्ह लगाइदिए। यसको हाफ लम्बाई 9 छ। 9 राखेर यहाँ पनि चिन्ह लगाएँ। यसको चौडाइमा पनि सिधा चिन्ह लगाइदिए। अनि यही हाफ लम्बाईको यो पोइन्टबाट काखीको शेप दिए यसरी। अब यसमा गलाको चौडाइ राख्ने। छाती घेरा 32 लाई 12 ले भाग गरेर 2.6 आएको छ त्यो राखेर मैले यहाँ चिन्ह लगाएँ। यसको यहाँ मुनि पनि यो चौडाइमा 2 राखेको छु। यहाँ पनि 2 राखेर चिन्ह लगाएँ। यो साइडमा पनि सिधा चिन्ह लगाइदिए। अब यसको पछाडीको गला बनाउने। त्यसको लागि यसलाई यसरी फर्काउने अनि यहाँ पछाडी पनि चौडाइ राखेर लम्बाई राख्ने। पछाडीको पनि चौडाइ सेम 2.6 राखेर चिन्ह लगाएँ। अनि यसको लम्बाई पछाडी गलाको लम्बाई चाहिँ हाफ इन्च राखेँ। यो घटाउनु बढाउन सक्नुहुन्छ। अब यहाँ पनि गोलो शेप दिने यसरी। पछाडी साइड पार्टको गलाको लम्बाई र चौडाइ राखेर गोलो शेप दिए। यसलाई खोलेर हेर्दा यस्तो देखिन्छ। अब यसलाई फेरि पछाडीको पार्ट फोल्ड गरेर यसरी कटिङ गर्दिने। अनि फेरि यो गलाको पार्ट पनि कटिङ गर्दिए। यस्तो देखिन्छ। यसलाई फेरि खोलेर यसरी फोल्ड गर्ने। अब यसमा पछाडी पार्टमा राख्ने पेपर कटिङ गर्ने। यसको चौडाइ लम्बाई कति छ त्यो अनुसारले दुईटा पेपर कटिङ गरेको छु दुई पत्रमा। यसलाई यहाँ राख्ने। यो कपडामा कटिङ गर्दा यसरी नै कटिङ गर्नु होला। यसको चाहिँ कपडामा पनि यहाँ पनि कटिङ हुन्छ, यहाँ पनि कटिङ हुन्छ। यसको गलामा राख्ने सिधा पट्टी 4 पत्रमा कटिङ गरेको छु। यसको चौडाइ 5 छ अनि यो साइडमा चाहिँ बन्द भाग छ।
यो साइडमा नि बन्द भएको छ। यो चारपत्रमा छ, लम्बाइ आफ्नो इच्छा अनुसारले राख्ने। यसरी यो पेपर कटिङ गरे यो सेम। अनि यो गलामा राख्ने सिधापट्टिको पनि पेपर कटिङ गरे सेम। यो साइड बन्द भाग अनि यो साइड बन्द भाग, यो साइड चाहिँ खुल्ला भाग हुन्छ। यो साइड पनि यो चारपत्रमा कटिङ हुन्छ। अब यो सबै पेपर कटिङहरूलाई मिलाएर पिन लगाइदिने। यो चाहिँ गलामा राख्ने सिधापट्टि भयो। यसलाई चारपत्रमा फोल्ड गरेर मिलाएर पिन लगाइदिएँ। यो सेम कपडामा नि कटिङ गरेको छु। अब यो कपडालाई यसरी सिलाइदिने। अनि यो चाहिँ पछाडि साइडको दुई पत्रमा कटिङ गरेको कपडा सिलाएँ। अब यसलाई फिजाउने अनि फेरि यो कपडामा यसरी यहाँ मुनि मिलाएर सिधा सिलाइदिने। यो पछाडि साइडको पार्ट भयो। यसरी सिलाएँ। अब यसको बाहुला पनि सिलाउने, दुवै साइडको बाहुला सिलाउने अनि यो साइडको पनि यसरी सिलाइदिने। दुवै साइडको बाहुला सिलाएँ। अब यो साइड पनि सिलाइदिने। यसको यो दुवै साइड सिलाएँ अनि यो मुनिको घेरा पनि सिलाएँ। अब यसलाई सुल्टो बनाएर यसको गलाको कलर राख्ने सिधापट्टि यहाँनिर यो सिधापट्टि भयो। यसलाई यसरी मिलाएर सिलाइदिने। यो छेउमा चाहिँ थोरै कपडा छोड्ने दुवै साइड। गलामा सिधापट्टिको कलर राखेर यसरी सिलाएँ। अब यो छेउको कपडालाई फेरि फोल्ड गरेर अनि यहाँ पनि भित्र साइडमा नि थोरै फोल्ड गरेर यो सिधा सिलाइदिने। दुवै साइडको दुवै छेउको यसरी नै सिलाउने। यसरी सिलाएँ। अब यसलाई सुल्टो बनाउने। अर्को साइडको पनि सुल्टो बनाएँ। यो कलर राखेर यस्तो देखिन्छ यो कलर। अब यसलाई माथिबाट छेउछेउमा सिलाउने। यो पुरै गलामा वरिपरि यहाँसम्म। अनि यो भित्रको चाहिँ कपडा थोरै थोरै फोल्ड गरेर यसरी सिलाइदिने पुरै। यसरी यो वन्जु बनेर रेडी भयो। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब अनि कमेन्ट गर्न नबिर्सनुहोस्। धन्यवाद।